नमस्कार साथीहरू, कल्पना गर्नुहोस् दिनको उज्यालोमा पनि आकाश पुरै कालो भएको छ। सूर्य देखिँदैन, हावा चर्को गतिमा चल्छ र लाखौँ टनको धुलो र बालुवा हावामा उडेर आउँछ। यो कुनै फिल्मको दृश्य होइन, यो थियो सन् 1930 को दशकमा अमेरिकाको ग्रेट प्लेन्समा भएको वास्तविक घटना, जसलाई हामी डस्ट बोल्टको रूपमा चिन्दछौँ। आजको यो भिडियोमा हामी यो इतिहासको सबैभन्दा ठुलो पर्यावरणीय विपत्तिको कथा विस्तृत रूपमा बुझ्ने कोसिस गर्दछौँ। यो डस्ट बोल्टको कारण, प्रभाव र यसले मानिसहरूमा पुर्याएको पीडा र हामीले यसबाट सिक्नुपर्ने पाठहरू यो भिडियोको मार्फत हामी केही जान्ने बुझ्ने कोसिस गर्नेछौँ। प्रथम विश्वयुद्धको समाप्तिसँगै अमेरिकन सैनिकहरू आफ्ना घर फर्किरहेका थिए। उनीहरूलाई यो समय निकै फुर्सदिलो समय थियो। यता युरोपमा भने युद्धका कारणले बाली नालीहरू सबै तहसनस भएका थिए। समयमा रोपाइँ गर्न नपाउँदाखेरि यसले कृषि उत्पादनमा युरोपलाई धेरै पछि पारिसकेको थियो। त्यसकारण युरोपमा गहुँको माग आकाशिएको थियो। युरोपेली देशहरूले अमेरिकाबाट ठुलो मात्रामा गहुँ किन्न थाले। मूल्य आकाश छुने भयो। यसैले सन् 1920 को दशक अमेरिकाको मध्य तथा दक्षिणी ग्रेट प्लेन्समा पर्ने क्षेत्रहरू जस्तै ओक्लाहोमा, टेक्सस, कान्सास, कोलोराडो र मेक्सिकोका किसानहरूको लागि साँच्चै स्वर्ण युग जस्तो थियो। एउटा किसानले पहिले जति गहुँ बेचेर वर्षभरि खर्च चलाउँथे, अब त्यही गहुँ बेच्दाखेरि घर बनाउन, नयाँ गाडी किन्न र बच्चालाई राम्रो स्कुलमा पठाउन पर्याप्त हुन्थ्यो। सरकारले पनि किसानहरूलाई प्रोत्साहन दियो। अझ बढी खेती गर, अझ बढी उत्पादन गर भन्दै जग्गाहरू सस्तोमा उपलब्ध गरायो। कृषिमा आएको आधुनिक उपकरणको क्रान्तिले पनि यसमा ठुलो मद्दत पुर्यायो। परम्परागत खेतीभन्दा ट्र्याक्टर र कम्बाइन हार्भेस्टरको मद्दत लिन थाले, जसले गर्दाखेरि दिनौँ लगाएर गर्नुपर्ने खेती घन्टौँमै सकिन थाल्यो। यो संस्थाले गर्दाखेरि लाखौँ एकड घाँसे मैदानलाई जोतेर त्यसमा गहुँ रोपियो। प्राकृतिक घाँसहरू जसले माटोलाई बलियोसँग समात्थे र हावाबाट जोगाउँथे, ती सबै उखालिए। सन् 1925 देखि 1930 सम्म लगभग 33 मिलियन एकडभन्दा बढी जमिन पुरै खाली पारियो। किसानहरू खुसी थिए। उनीहरू सोच्थे यो राम्रो समय कहिल्यै सकिँदैन, तर कसैलाई थाहै थिएन कि प्रकृतिसँग यति ठुलो खेलबाड गर्नु ठुलो गल्ती हुनेछ। अब कुरा गरौँ डस्ट बोल, जसलाई नेपालीमा उद्धार गर्दाखेरि धुलोको आँधीबेहरी पनि भन्न सकियो। अब चर्चा गरौँ यो आँधीबेहरी कसरी सुरु भयो। यो डस्ट बोल सुरु हुनुको दुई मुख्य कारणहरू थिए। पहिलो प्राकृतिक कारण थियो भने दोस्रो मानवीय कारण थियो। पहिले प्राकृतिक कारणको चर्चा गरौँ। सन् 1930 देखि नै अमेरिकाको ग्रेट प्लेन्समा लामो सुक्खा सुरु भयो। 1931 मा पहिलो ठुलो सुक्खा आयो। तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुग्यो। आकाशबाट वर्षाको एक थोपा पनि झरेन। जमिन सुकेर चिराचिरा पर्यो। माटो धुलो जस्तो भयो। घाँस र बाली सबै सुक्न थाल्यो। किसानहरूले आशा गरे अर्को वर्ष पानी पर्ला, तर पानी कहिल्यै आएन। अब कुरा गरौँ मानवीय कारणको, जुन अझ बढी डर लाग्दो थियो। किसानहरूले माटोलाई जोगाउन कुनै पनि उपाय अपनाएनन्। उनीहरूले बारम्बार जोते, कहिलेकाहीँ वर्षको 2-3 पटकसम्म पनि। क्रप रोटेसन कहिले पनि गरेनन्। गहुँको माग धेरै हुनाले गहुँको मात्र उत्पादन गरे। प्राकृतिक घाँसहरूले जसले माटोलाई जमिनसँग मजबुतसँग पकडमा राख्न मद्दत पुर्याउँथे, ती सबै घाँसहरूलाई ट्र्याक्टरले उखेले। लाखौँ एकड जमिन नाङ्गो भयो। अब यहाँ अलिकति क्रप रोटेसन भनेको के हो बुझ्न जरुरी छ। क्रप रोटेसनको सिद्धान्तले के भन्छ भने एउटा जमिनमा लगातार एकै प्रकारको बाली लगाउनाले त्यस जमिनको उत्पादनशीलता घटेर जान्छ र कालान्तरमा त्यो जमिन खेतीयोग्य नै नहुन सक्छ। र हामीले क्रप रोटेसनको सिद्धान्तलाई अपनाएर खेती गर्यौँ भने वर्षैपछि फरक बाली लगाउनाले यस जमिनको उर्वरता बढाउन मद्दत गर्दछ। खेतीमा लाग्ने किरा र रोगहरू कम गर्न मद्दत गर्दछ भने माटोको क्षय पनि कम गर्दछ। उदाहरणको लागि पहिलो वर्ष गहुँ खेती गरियो भने दोस्रो वर्ष मटर चनाको खेती गर्ने र त्यस्तै तेस्रो वर्ष मकैको खेती गर्ने र फेरि चौथो वर्षमा गहुँको खेती गर्ने। यो प्रणालीले माटोलाई स्वस्थ राख्छ र किसानलाई राम्रो लाभ पनि प्रदान गर्दछ। त्यसैले सन् 1930 को दशकमा अमेरिकाको किसानहरूले यो प्रणाली नअपनाउनका कारणले र त्यसमाथि सुक्खा हुनुको कारणले माटो धुलोको कणमा परिणत भयो। अर्को मानवीय कारण ओभरग्रेजिङ अथवा अतिचरण पनि एक हो। पशुपन्छीहरूको लागि पर्याप्त चरणको व्यवस्था नहुँदाखेरि यो समस्या उत्पादन हुने गर्दछ। सबै जमिनहरूमा खेतीपाती गर्नाले पशुपन्छी चर्नका निमित्त क्षेत्र कम हुने गर्दछ, जसका कारणले खेतहरू पुरै नाश हुने डर हुन्छ।
त्यसैले जब हावा चल्न थाल्थ्यो, माटोको माथिल्लो तह जसलाई टप सोइल पनि भनिन्छ, त्यो सजिलै उड्न थाल्यो। सन् 1932मा 14वटा ठुलो धुलोको आँधीहरू आए। त्यस्तै 1933मा 38वटा आयो भने सन् 1937मा त 72वटा आयो। एकै दिनमा लाखौँ टन माटो हावामा उडेर सयौँ किलोमिटर टाढा पुग्थ्यो। कहिलेकाहीँ धुलो सिकागो, न्युयोर्क र वासिङटन डिसीसम्म पुगेर संसद भवनको झ्यालसम्म जम्थ्यो। किसानहरूले आफैले निम्ताको विपत्ति देखेर स्तब्ध भए। उनीहरूले सोचेका थिए मेसिनले हामीलाई धनी बनाउँछ, र मेसिनले नै माटो उडाएर उनीहरूको भविष्य उडाइदियो। अब जाउँ अप्रिल 14 सन् 1935, जसलाई ब्ल्याक सन्डे पनि भनिन्छ। यो दिन इतिहासको सबैभन्दा भयानक दिनको रूपमा पनि चिनिन्छ। अमेरिकाको टेक्ससदेखि ओक्लाहोमासम्म एउटा विशाल धुलोको पर्खाल आयो। सूर्य पुरै हरायो। त्यस दिन मानिसहरूलाई यस्तो लाग्यो कि यो नै संसारको अन्तिम दिन हो। मानिसहरूले प्रलय आएको कल्पना गर्न थाल्यो। यो आँधीले यति धेरै धुलो र बालुवा उडाउँथ्यो कि त्यसले पुरै घर छोपिदिन्थ्यो। गाडी, खेत सबै छोपिदिन्थ्यो। मानिसहरूलाई यो धुलोले गर्दाखेरि सास लिन पनि समस्या पर्थ्यो। नाक, मुखभित्र धुलोको कणहरू प्रवेश गर्दथ्यो। यसले गर्दा धेरैलाई निमोनिया लगायत श्वास प्रश्वासको रोगहरू लाग्न थाल्यो। फोक्सो धुलो नै धुलोले भरिन थाल्यो। आँखा र छालाको रोगहरू पनि धेरै देखिन थाल्यो। मानिसहरू धुलोबाट बच्नको लागि मास्क बिना बाहिर निस्कन नसक्ने स्थितिमा पुगे। यस्तो अवस्थाले गर्दाखेरि इतिहासको ठुलो मध्ये एक मास माइग्रेसन सुरु भयो, जसमा 2.5 मिलियन मानिसहरू क्यालिफोर्नियातर्फ बसाइसराई गरे। यसरी बसाइसराई गर्ने मान्छेहरूलाई वकिज भन्ने नाम दियो। बाटोभरि यसरी बसाइ सर्ने मान्छेहरूको लावा लस्कर देखिन थाल्यो। यो डस्ट बलले गर्दाखेरि अमेरिकामा भोकमरी र रोगको महामारी ठुलो रूपमा फैल्यो। यो दशकलाई नै अमेरिकाको इतिहासमा वा भनौँ मानव इतिहासमा नै कालो अध्यायको रूपमा चिनिन्छ। यो विपत्तिले अमेरिकालाई झकझक्यायो र सरकारले आफ्नो नीति तथा कार्यक्रमहरूमा धेरै परिवर्तन गर्यो। सन् 1935मा सोइल कन्जर्भेसन सर्भिस स्थापना गर्यो र सरकारले किसानहरूलाई माटो जोगाउने तरिका सिकाउन थाल्यो, जसमा लाखौँ रुख रोप्ने सेल्टर बेल्ट कार्यक्रम पनि चलायो। किसानहरूलाई अनुदान दिएर सही खेती गर्न प्रोत्साहन दियो। यस्तै अतिचरण रोक्नका लागि पनि सरकारले केही व्यवस्थाहरू मिलायो, जस्तै पशुपन्छीहरूलाई नयाँ नयाँ ठाउँमा घुमाएर चर्ने व्यवस्था मिलाउने, घाँसहरू रोप्ने र त्यसको संरक्षण गर्ने, चरण क्षेत्रको क्षमता अनुसार पशु सङ्ख्या निर्धारण गर्ने र सामुदायिक चरण व्यवस्थापन गर्ने जस्ता उपायहरू अपनाउन थाले। सन् 1939सम्ममा वर्षा पनि फर्कियो र डस्ट बलको अन्त भयो। तर यसले मानव जातिलाई ठुलो पाठ सिकाएर गयो कि प्रकृतिसँग कहिले पनि खेलबाड गर्नु हुँदैन भन्ने। आज पनि यो डस्ट बलले सिकाएको पाठ प्रासङ्गिक छ। आज पनि जलवायु परिवर्तनका कारण सुक्खा, अत्याधिक तापक्रम, माटोको क्षय बढ्ने क्रममा छ। अमेरिकामा पनि वैज्ञानिकहरू भन्छन् अर्को डस्ट बल हुन पनि सक्छ यदि हामी सावधान भएनौँ भने। अहिले पनि संसारभरि डस्ट बल जस्तै तर हालसालै गएका केही यस्तै धुलोको आँधीबेहरीको बारेमा केही तथ्यहरू सङ्कलन गरेको छु, जसमा अमेरिकाको इलिनोइ र मिडवेस्टमा मे 16, 2025मा गएको 60 माइल प्रति घण्टाको आँधीबेहरी जसले माटो उडाएर विशाल धुलोको पर्खाल बनायो, जो उडेर सिकागो सहरसम्म पुग्यो। यो आँधी यति भयानक थियो कि मान्छेहरूले फेरि डस्ट बल फर्क्यो भन्ने आशंका समेत गरेका थिए। त्यस्तै अर्को घटनामा अमेरिकाकै टेक्ससको एल पासो भन्ने ठाउँमा सन् 2025मा गएको ठुलो धुलोको आँधी पनि एक हो। सामान्यतया वर्षमा औसतमा 1-2 मात्र आँधी आउने अमेरिकाले सन् 2025मा मात्र 10वटा ठुलो आँधीको सामना गर्नु पर्यो। यस्तै एसियाको कुरा गर्दाखेरि मङ्गोलियामा सन् 2021मा पनि यस्तै धुलोको आँधी आएको थियो। यस आँधीको धुलो उडेर बेजिङ र उत्तर चीनसम्म पुगेको थियो। डस्ट बल इतिहासको पानामा लेखिएको एउटा कालो अध्याय हो, तर यसले हामीलाई उज्यालो बाटो पनि देखाएको छ। यसले हामीलाई प्रकृतिलाई सम्मान गर्नुपर्छ भन्ने पाठ सिकाएर गएको छ। प्रकृति र पर्यावरण जोगाउनु भनेको आफ्नो र आफ्नो सन्ततिको भविष्य जोगाउनु पनि हो भन्ने बुझाएर गएको छ। हामीले यस घटनाबाट के बुझ्न सक्छौँ भने यो पृथ्वी भनेको हाम्रो साझा घर हो। यसमा मानव जाति, पशुपन्छी, बोट बिरुवा सबै मिलेर बसेका छौँ। एउटालाई नराम्रो असर पर्ने बित्तिकै त्यसले हामी सबैको जीवनमा असर पार्ने गर्दछ। यस्तै बोट बिरुवा, जनावरहरू अस्तित्व मेटिँदै जाने हो भने पनि यस्ता अनेक
प्रकारका पर्यावरणीय प्रकोप र प्रलयको सामना हामीले हरेक युगमा गरिरहनु पर्ने हुन्छ। त्यसैले एकअर्काको अस्तित्वलाई सम्मान गर्नु र एकअर्कालाई मद्दत गर्दै जानु नै सुनौलो भविष्यको निर्माणको एकमात्र विकल्प हो। यो भिडियो उपयोगी लाग्यो भने लाइक गरिदिनु होला, कमेन्टमा आफ्नो विचार पनि राखिदिनु होला र सक्नुहुन्छ भने सेयर पनि गरिदिनु होला। अर्को भिडियोमा अझ रोचक विषय लिएर आउने नै छु। यति दिनसम्म सुरक्षित रहनुहोस्, पर्यावरण जोगाउनुहोस्। धन्यवाद।